ल आजको हाम्रो कार्यक्रम चाहिँ यहाँबाट सुरु हुँदैछ। बाटो नि दामी छ। भर्खरै अस्ति फाइनली गाइस हम तो आ गए। हेलो विराज सर, हेलो। दामी यार, के छ यार, जलवायु परिवर्तन के त एक गते ओ काका नमस्कार। ल अब हामी यहाँ मिड पोइन्टबाट अगाडि बढ्दैछौँ। वी आर गेटिङ रेडी। धन्यवाद, धेरै धन्यवाद, ल धेरै धन्यवाद। के हो यो? ल हेलो गरौँ त, थकैला त हल्का ह्यान्डसेक ह्यान्डसेक। ओ कहिले कति बेला यस्तो दिएन छैन। आनन्द आनन्दको अनुभूति भइरहेछ नि त। नेपाल, हे भाइ, छोडा छोडा। फाइनल्ली फोटोसम्म चाहिँ आइपुग्यो। ल ओ ल पोइन्ट हो। हेलो थकै त लाग्छ छैन, पसिना मात्रै आएको हो। पसिना चाहिँ लोत परे। हे भगवान्, एउटा डाक्टर साहब तल बस्नु हो। अब एकदम खुसी लाग्यो। लोत परे, लोत डेन्जर। सक्ने अवस्था छैन यार, गर्मी छ। दिस इज स्टोन आर्ट होइन त, अलिकति भयो नि। ओ माय गॉड, ओए ओए फाइनल्ली। ल हे भगवान्। म्याम नमस्ते। हामीभन्दा पहिला
कहिले हो भने कि आएर आधी कपडा भिजाइसकेको नि थाहा छैन यार रमाइलो भइरहेछ ओ डाक्टर साहब आउनुभयो खुसी लाग्यो यार बाटोमा सुतिसकेको मान्छे धेरै आयो यार फाइनल्ली हामी चाहिँ अहिले सोमेश्वरगढी मन्दिरमा ल हेर त्यहाँ भजन लाग्छ ओए लायो मेस्सीलाई लायो मेस्सीलाई छोडिदिनु छुनु हुँदैन के यस्तो बेलामा एकछिन छोडिदिनु गुड यस यो हो नि त लाइन नाच्यो ल बस्यो ओए बडा यार अरे वाह दामी मेस्सी ओ धेरै बेरमा देख्नु पायो कर्तव्य छ कहाँ गयो अर्को भरत गई राष्ट्रिय गानमा सबैजना सरिक भइदिनु होला है सय तुङ्गा फुलका हामी एउटै माला नेपाली सर्वबम्बई फैलिएका मेची महाकाली कोटी सम्पदाको अचल वीरहरूका रगतले स्वतन्त्र र अटल ज्ञान भूमि शान्ति भूमि तराई पहाडी माला प्यारो हाम्रो मातृभूमि नेपाल जय जय नेपाल धेरै धेरै धन्यवाद सम्पूर्णमा र अब हामी केही समय 10 मिनेट सिद्धियो यार वाओ ग्रेट ओ जय ओ दामी दामी ल सबैजना यस्तो रमाइलो भयो हो एकैछिन यार 1 किलोमिटर ल हामी चाहिँ अब पिलरतिर मुभ हुने हेरौँ मुभ भइसकेको छ हामी गइसकेका छौँ नाच्दै भन्नु नि त आज लोत
यस्तो बाटो कसरी आउनु डेन्जर लोड पर ओ आयो यहाँ आएपछि लाग्छ नि देशभक्ति यार नेपालमा हो कि इन्डियामा हो केटा हो एकदम हो के म अहिले भारतमा होइन त इन्डियामा अब म नेपालमा ल ल भारत नेपाल भारतको पिल्लर नम्बर 45 र भारतको 452/45 अहिले हामी व्यापक माडीका सम्पूर्ण युवाहरू धेरैजना यहाँ नअट्ने सङ्केत भयो गाइज ल फोटो खिचेको जति सबै रिटर्न ब्याग रिटर्न मकै खोला देखिँदैछ है मकै खोला अब स्टार्ट गर्नै पर्दैन बाइक त सरर झरिहाल्छ नि चल न बाबुवा चल 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 ल लाग्यो लाग्यो बाई हाइट यो थाक्यो यार गाइस फाइनली हामी फर्किसकेको छ टोली फाइनली हाम्रो सोमेश्वरगढीको ट्रेक पनि कम्प्लिट भइसक्यो र हामी अहिले सोमेश्वरगढीबाट तल झर्दैछौँ आफ्नो घरतिर प्रस्थान गर्दैछौँ है त ल थ्याङ्क यू फर वाचिङ किप सपोर्टिङ गाइज लभ यू बाई